दरबार कसले चलायो सभामुख महोदय? तयार छु दाइ। मेरो 20 जना केटाहरु मरिसक्यो, अर्को हामी 30 जना थपौँला। देशमा ठूलो आन्दोलन हुन्छ, म त्यसपछि कसरी चेन्ज हुँदैन? को नेतालाई थुत्रै हान्दैन रहेछ। म कुरो त यस्तो पो आउँछ साथीहरू। अब सिंहदरबार कसले जलायो भन्ने विषयमा छ नि, एक फुटेजहरू आएको छ है, मजाले प्रष्टै देखिएको छ। तपाईले नेपाली 3 करोड लगभग 3 करोड हो है। अब 1 करोड त बच्चा बच्चीहरू होला, उनीहरूलाई पर्दैन सेयर गर्न। 2 करोड नेपालीलाई चाहिँ दबाएर सेयर गर्नुहोस् सिंहदरबार कसले जलायो भन्ने विषयमा चाहिँ है। यो भिडियो अन्त्यसम्म हेरेर आफ्नो प्रतिक्रिया पनि दिन नभुल्नु है त। राज्यलाई ध्यान होस्, तपाईलाई ध्यान होस्, हरेक मान्छेलाई ध्यान होस्। नेपालमा नभए बन्दुक ल्याएर पड्काउँछ, तपाईँ मान्नुहुन्छ? नेपालले नदेखेको बन्दुक ल्याएर पड्काइन्छौँ हामी। नेपालले नचाहेको विद्रोह गरिदिन्छौँ हामी। दाइले हजुरले चिफ साहबलाई यही कुरा गर्नु। हजुर 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 उहाँले चेता पनि दिइराख्नु भएको छ भनेर भनेको छु। त्यो तपाईँले अब सुशीला म्यामले चाहिँ उहाँसँग कुरा गर्ने सब मिल्छ सँगै जस्तो भयो जस्तो लाग्छ मलाई। होइन सुशीला म्याम अघि भर्खर मैले सुशीला म्यामलाई चिफ साहबलाई फोन गर्न लाएँ होइन। मैले चिफ साहब फोनमा हुँदाखेरि मैले भनिसकेको छु, त्यतिखेर नि मैले चेतावनी दिइसकेको छु। सुशीला म्यामलाई पनि चेतावनी दिएको छु, मैले चिफ साहबलाई पनि चेतावनी दिएको छु। दाइ कङ्ग्रेचुलेसन गाइज है सबैजनालाई। नेपाल सरकार ढलिसकेको छ। द युथ हेज वन द प्रोटेस्ट, वन ओभर द कन्ट्री, द फ्युचर इज आवर्स। हामीले गरेर सबैजना मिलेर हामीले गरेर हामीले सक्यौँ होइन। आई रियली वान्ट टु थ्याङ्क एभ्री वान अफ यु होइन। वी आर स्टिल सेफ हियर एन्ड विल बी मुभिङ टुवर्ड्स अब सिंहदरबार, अब माइतीघर। भनेपछि सर परिवर्तन भयो। अब हिजोका दिनका व्यक्ति हामीले गर्यौं। नेपालको हरेक जिन्दगीलाई इतिहासले सम्झिनेछ। लाग्दैछ है, यो युवाको आवाज हो, कसैले रोकेर रोकिँदैन। 19 जना मरेको छ, 200 जना घाइते छ है। 19 जनाको आमाको चाहिँ आज कोख खाली छ। भ्रष्टाचार सरकार चाहिँदैन, भ्रष्टाचार सरकार चाहिँदैन, जन्मरा सरकार चाहिँदैन। युवा पुस्ताको हातमा यो देश दे, न्याय दे। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद। भाइहरू म जानुपर्छ, म काठमाडौँमा। तिमीहरू जस्तै भाइहरू चाहिँ गोली लाएर बसिरहेछ। मलाई हिजो बेलुका चाहिँ मलाई सिभिल पुलिसले समात्न खोज्दै थियो, म भागेर आएको गाउँमा। आई हेभ टु गो ब्याक।